अग्निकाण्डको रात कसले जलायो राज्यको मुटु? सेप्टेम्बर 9 भदौ 24 को त्यो भयानक रात। नेपालको आधुनिक इतिहासमा त्यो रात एउटा कालो धब्बा बनेर आयो। घडीको सुईले केही घण्टा पार नगर्दै राज्य सत्ताका सम्पूर्ण प्रतीकहरू आगोको लपकामा जलिरहेका थिए। सिंहदरबारको ऐतिहासिक जगदेखि सर्वोच्च अदालतको न्यायको ढोकासम्म अनि सयौं मन्त्रालय र स्थानीय कार्यालयहरू खरानीको थुप्रोमा परिणत भए। यो सामान्य आगजनी थिएन, यो राज्यको मुटुमा गरिएको शल्यक्रिया जस्तो थियो। कथा सुरु भएको थियो त्यसको एक दिन अघि, जब काठमाडौँको सडकमा 19 जना भ्रष्टाचार विरोधी प्रदर्शनकारीहरूलाई सुरक्षाकर्मीको गोलीले सधैँका लागि शान्त पारिदियो। सुरुमा सबैले यही सोचे, रिसको आगो दन्कियो, युवाहरूको बदलाको ज्वाला हो यो। तर गहिराईमा लुकेको सत्य निकै डरलाग्दो र संगठित षड्यन्त्र थियो। पहिलो घुम्ती, खरानी भित्रको सुराग। द न्यूयर्क टाइम्सको गहन अनुसन्धानले घटनाको बाहिरी आवरण च्यातच्युत पारिदियो। गोली चलेको केही घण्टामै कथित भ्रष्टाचारीहरूको व्यक्तिगत विवरण सहितको लक्ष्य सूची टार्गेट लिस्ट अनलाइनमा फैलिन थाल्यो। भोलिपल्ट ती सूचीमा भएका व्यक्तिहरूको घर र कार्यालयहरूमा निशाना लगाएर आगजनी गरियो। अग्नि नियन्त्रण विशेषज्ञहरूले एउटा सन्तासपूर्ण खुलासा गरे। आगोको गति, तीव्रता र फैलावट हेर्दा यो सामान्य पेट्रोल वा मट्टी तेलले सम्भव थिएन। यो त सोडियम वा म्याग्नेसियम जस्ता उच्च ज्वलनशील रसायनहरूको प्रयोगले मात्र हुन सक्छ। यसको अर्थ स्पष्ट थियो, यो आकस्मिक आक्रोश थिएन, महिनौं पहिलेको पेशेवर योजना थियो। तर सबैभन्दा ठूलो रहस्य त बाँकी नै थियो। यति ठूलो विध्वंस हुँदा पनि नेपाली सेना किन निष्क्रिय बस्यो? कथित रूपमा सेनालाई हस्तक्षेप नगर्नु भन्ने प्रत्यक्ष आदेश थियो। घटनास्थलबाट कुनै फोरेन्सिक नमुना नउठाइनु र अनुसन्धानमा भएको ढिलासुस्तीले आन्तरिक मिलीभगत र प्रमाण दबाउने नियततर्फ औँला सोझ्याउँछ। देशको कुल गार्हस्थ्य उत्पादन जीडीपीको 1/3 भन्दा बढी भौतिक क्षति भएको अनुमान छ, तर सत्यको मूल्य कति? अन्तिम र घातक घुम्ती, साइबर रणभूमि। जब भौतिक प्रमाणहरू हराए, एउटा अदृश्य युद्धको पर्दा खुल्यो। इजरायली साइबर इन्टेलिजेन्स फर्म साइब्राले एउटा भयानक रिपोर्ट सार्वजनिक गर्यो। कथित जेनजी आन्दोलनमा सहभागी भएका खाताहरूमध्ये लगभग 34% खाताहरू नक्कली, फेक वा एआईद्वारा सिर्जित थिए। यी संगठित प्रोफाइलहरूले #प्रोटेस्ट र #वेकअपनेपल जस्ता ह्याशट्याग प्रयोग गर्दै चरमपन्थी धारणाहरूलाई वास्तविक प्रयोगकर्ताहरूसँग मिसाएर आन्दोलनको सन्देशलाई पुरै विकृत गरिदिए। यो डिजिटल हेरफेर र भावनाको इन्जिनियरिङको अभियान विश्वभर 320 मिलियन भन्दा बढी सम्भावित दर्शकहरूसम्म पुग्यो, जसले ठूलो जनजुटाव र 70 जनाको ज्यान तथा 2000 घाइते गरायो। यसैको परिणामस्वरूप प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनु पर्यो। सेप्टेम्बर 9 को घटनाले प्रमाणित गर्यो, अब युद्धको मैदान सडकमा मात्र छैन, यो साइबर दुनियाँमा सरेको छ, जहाँ झुटो सूचना, मिसइन्फर्मेसन र डिजिटल हेरफेरले भौतिक हिंसाले जत्तिकै सहजताका साथ राष्ट्रलाई ध्वस्त पार्न सक्छ। नेपालको वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले छानबिन आयोग गठन गरे पनि फोरेन्सिक अधिकारीहरू चेतावनी दिन्छन्, भौतिक प्रमाणहरू नाश भएकाले घटनाहरूको निष्कर्षमा पुग्ने पुनर्निर्माण कहिल्यै सम्भव नहुन सक्छ। प्रश्न बाँकी छ, त्यो रात नेपाललाई खरानी बनाउने मास्टरमाइन्ड को थियो? के यो आन्तरिक भ्रष्टाचारको प्रतिशोध थियो, वा नेपाललाई अस्थिर बनाउने बाह्य शक्तिको सुनियोजित आक्रमण? तपाईँ के सोच्नुहुन्छ? शेयर गर्नुहोस् र यो सत्यलाई बाहिर ल्याउन मद्दत गर्नुहोस्।